नमस्कार, म पूर्वायन प्रकाशनमा छु। मेरो मित्रवर मिन्टु शर्मा साह्रै राम्रो कविता लेख्नुहुन्छ, वाचन पनि गर्नुहुन्छ। उहाँको कविता छोटा छोटा हुन्छन् र प्रणव बर्मनजीको यो कविता मैले पनि एकचोटि वाचन गरेको थिएँ र उहाँले वाचन गर्नुहुन्छ, म अनुवाद गर्ने प्रयास गर्छु। चलो मिन्टुजी, स्वागत छ तपाईँलाई। नमस्कार। कवितार शिरोनाम बरखुन पुरनी नहै हे नहै। कविताको शीर्षक छ झरी पुरानो हुँदैन हुँदैन। कवि प्रणव कुमार बर्मन। कवि प्रणव कुमार बर्मन। बरखुन पुरनी नहै हे नहै। झरी पुरानो हुँदैनै हुँदैन। बुकुर खाबोर पुरनी होइ। हृदयको घाउहरू, छातीको घाउहरू पुरानो हुन्छ। सहरखन पुरनी होइ। सहर पुरानो हुन्छ। दलान बोर पुरनी होइ। दलानहरू पुराना हुन्छन्। पोसाक जोर पुरनी होइ। पोसाक पुराना हुन्छन्। पुरनी होइ पहाड खन स्मृति। पहाडको स्मृति पनि पुराना हुन्छन्। पुरनी होइ अरण्य खनर खरापट्टि धोकाबाट। पुरानो हुन्छ अरण्यको झरेको पत्तामा रहेको बाटो। पुरनी होइ नैखन रूपवर्ण घाट। नदीको रूपवर्ण घाट पनि पुरानो हुन्छ। पुरनी होलै गभीर होया हे दुखर आह जा। पुरानो हुने बित्तिकै गभीर भएर आउँछ दुःखको आना जाना। पुरनी दुख इमान गहिन। पुरानो दुःख अति गहिन। पुरनी होलै कमिया हे दालान बरु आकर्षण। पुरानो भएरै कमेर आउँछ दालानहरूको आकर्षण। ओरार हाबिया। त्यसमा बस्ने इच्छा कमेर आउँछ पुरानो भएपछि। पुरनी होलै देवलोगा होइ परे अरण्य। पुराना भएपछि अरण्य पनि निजान शून्य शून्य लाग्छ। पुरनी होलै शरीरर पुराण निर्वापित होइ पोसाक। पुरानो भएपछि शरीरबाट निर्वासित हुन्छ पोसाक। सकलो नतुनरे पुरनी हुआ नियतिर परिहास। सबै नयाँ र पुराना हुने नियतिको परिहास। सकलो पुरनी होइ जन्म दियार उसपनी। सबै पुरानो हुन्छ जन्म दिने अपेक्षामा। बरखुन पुरनी नहै हे नहै। झरी पुरानो हुँदैन हुँदैन। प्रेमक नकै उसुपनी राखिबलै। प्रेमलाई कसरी सम्झाउनु? झरी पुरानो हुँदैन हुँदैन। झरी पुरानो हुँदैन हुँदैन। मैले अनुवाद गर्दा त्यति अनुवाद गर्न सक्षम भइनँ, किनभने साथको साथ सँगसँगै अनुवाद गर्न अलिकति हुन्छ, क्षमा चाहन्छु। तर उहाँले कविता सुन्दर वाचन गर्नुभयो। प्रणव कुमार बर्मनको कस्तो लाग्यो भनिदिनु होला। धन्यवाद, नमस्कार।